त्यो सबै पढ्यो मैले पढेँ किताब के विषय महाभारत नि पढ्यौँ कृष्ण चरित्र नि पढ्यौँ रामायण देवी भागवत राम गीता यहीँ छ रामायण नि यहीँ छ 10 काण्डको रामायण यहीँ छ यो इतिहास सबै हो मैले पढेको चार भाग बिर्सिका पढेको रात दिन कहानी गर्ने अब मधुमालती कहानी अब लालीरा कहानी सबै हो मैले पढेको अब यहाँ ऊ गर्भ गीता उपदेश गीता राम गीता कृष्ण उसको अर्जुनको जन्माला सबै हो मैले पढेको मलाई नआउने कुरा केही छैन मैले किन अब किन देखाउने अर्कोसँग मेरो धर्म अब तिनले देखाइदियो मेरो धर्म बढ्ने कुरा भए देखाउने भयो नि हिँड्नुकै नि हिँड्नु त जाडो छ जाडो यी आगो भने आगो ताप्छु यी घाम आयो दिनमै घाम ताप्छु अब यी बेलुका यी उमा सुत्छु बेलुका बिहान 2 बजे यहाँ सुत्छु यी ऊ छ साइलेफिन बिजुली अहिले किनेको 80,000 गाडी जातपिटी भएर अघि बुढी हुँदै बुढी बाँचे त 3,50,000 को ल्याउने सबै त्यस्तो स्किम हो मेरो अब बुढी गयो कि राम्रो खालको ओछ्यान लिने मन थियो अब सबै ल्याउने सिटी जम्मै आउने हो न्यु पनि आउने अर्को नयन बल्ब पनि आउने मास्टर पेन बल्ब पनि आउने जम बेड पनि आउने जम्मै हो नि उमा सबै सुती पाउने हो नि कति भने फुफू बित्नु भएको अहिले 6 वर्ष भयो त भाउजूले जना गरेको मलाई किन बिहे गर्दा नकान्छ आमा रोको के मैले बिहे गरेँ रोनाले म मूर्ख पनि छु है एकदम यहीले आमा रोन्छ भने तँ होइन के मैले बिहे गरेँ रोनाले भन्ने अब यो जोगी हुन्छ भने त बिहे गरेँ क्या रोला भन्दा त मेरो भाउजू वचन त मेरो मुटुमा धक्क थुच्चिन आयो अब मैले त्यहीँ पढ्छु सपुत्रले मरेको पित्रलाई स्वर्ग गर्छ कपुत्रले जिउँदो पित्र रहन्छ भने त्यहीँ पुराणले भन्छ म त कपुत्र पढ्यो थियो भन्ने भयो आमा आँसु पोस्नलाई बिहे त गर्न पर्यो म र सेरे बहिनीसँग तिनवटा बुझाले त्यही मान उपस्थित 5 जना गएको पस्थे ए बस्तमान तिनवटा ऊ दुईटालाई कुरै भएन अब छन् अब घर जाता घर जाता हामी तिनवटामा भयो हजुर सिगार खेल्दा मिर्को हान्दा त मिर्को लाए मिर्को लगाउँदै जाँदा मिर्को पराम तास्यो कहाँ त पराम गाडी रहेछ त्यो खोल्दाखेरि यहाँ धाउमा गाड्यो त्यहाँबाट दाउ खानी लगेको हाम्रो सागाको कुरा त्यो आउँछ खाँदाखेरि खान टुट्यो भेजा लाग्यो भेजा टिन सकिन नि घरछुरीलाई अर्को जग्गा जानु पर्यो जहाँ यहाँ हुई बसे त्यो त फेरि कमाइ खाने ठाउँ पाएनन् डुल्दै जाँदा अर्को गाउँमा गए चाहिँ त्यहीँबाट लिएला नि त्यहीँ बसे कुरा त्यस्तो अब यो हाम्रो सम्बन्ध त कति वर्ष पहिले हो कहिले कुरा अब भन्यौँ नि अब भेजा टिन नसकेर मेरो सागा उहाँ मलकबाङ चौतरेको छोरी चौतरे त्यो बेला दलाले गन्नेको रहेछ अझै छ जथा भाङ्गो त मलम पार्ट त छ नि त मलम पार्यो त्यो ठाउँको चौतरेको नाम रहेछ थमन चौतरे त मलकबाङको हो त्यसकै छोरी लिएको मेरो सागाले त्यहाँबाट त्यो छोरी लिएर हुँ बसेर त मेरो सागा अब छुटो रहेछ अब नमिलेर मलम पार सार्दै घोरे त्यो थमन चौतरेले खाने तुतो भेजा लाग्यो भयो भने त कति तिर्नु पनि नतिरी भएन अनि मानव भागेर अर्को ठाउँ गयो भने कोही बेला भाग्यो भने त त्यो उठाउने मान्छे अब ऊ छैन छिन त त्यही त मान्छे कहाँ छ भन्ने पनि थाहा नहुने भयो जाबे उहाँको त्यो उहाँ त लाग्ने कुरा होइन टाइम बसिरहेको त लाग्ने भयो तमा त्यो भाग्यो पछि लागिन कुरा त्यो जस्तो बोङखानीमा पनि पहिले त त्यही के अरे भागु त बनायो होला नि त त्यो भेजा उठाउनेहरूले भन्नु त मेरो सागा एउटा घोसबा बिहे गरेको घोसै बस्यो माइला त्यता मलगाउँमा बिहे गरी मलगाउँमै बस्यो कुरा त फेरि होइन अब गाउँमै बस्ने होला नि समस्या भयो होला नि फेरि अन्त गाउँमा बस्दा त भेजा तिर्न पर्यो उहाँहरू त भेजादेखि डराएर उतै जानुभयो गाउँको तिरो भेजा तिरेर बसेको नि त तिर्दै बस्यो भेजा तिरेर बस्यो अहिले भेजा अब त उही बेलै अलि कोही 2 सालैमा भेजा छुट्याएको नि त जम्मै पुगे काठमाडौँ पुगेको नि त मिलेर अब 22 खानीको तल्लो 22 खानी तल्लो 22 खानी भाट्से उबल 22 खानी बाउनु
दुईटा तल्लो बाइस खाने उप बाइस खाने मिलेर काठमाडौँ पुगेर भेजा मेनाङ्गी लागेको नि त न त भेजा लागेको नि त खाने टुट्यो भेजा लागेको त्यो वहाँ गएर काठमाडौँ गएर तल्लो बाइस खाने उप बाइस खानेको अब मुखियाहरू गएर काठमाडौँ गएर भेजा मेनाङ्गी लागे त्यो त्यहाँबाट जो जहाँ छ त्यहीँ बसोबास भयो कुरा यो जसले अहिले कानुन जाने जसले अहिले मुसार भयो अघि बोल्न सक्यो त्यही भने भयो नि मुखिया त अन्त दाँतल मुखिया बनाए त काम नलाग्ने भयो नि अहिले पो मुखियाको केही गन्ती होइन बेला त सबै गाउँको के पर्ने चासो जम्मै मुखिया थप्लाम त हो क्या नि त मुखिया जे भन्यो उयो मुखियाको अधिकार थियो नि त कमाउने नि बेसरी कमाउँदै है पहिले कमाउने के कमाउने हो के ऊ भए कमाउने कोही अब मुखिया भएर कोही भने खाने कोही भएन नि